जीके जेनरल नलेज जुन लोकसेवा तयारी गर्दाखेरि महत्त्वपूर्ण मानिन्छ। सामान्यतः लोकसेवा आयोगले निर्धारण गरेको सिलेबस राम्रोसँग अध्ययन गर्नै पर्ने हुन्छ, किनभने जेनरल नलेजमा चाहिँ धेरैवटा टपिकहरू छुट्याएको हुँदाखेरि लोकसेवा आयोगद्वारा चाहिँ सिलेबसमा के तोकिएको छ सामान्य ज्ञानमा, त्यो सामान्य ज्ञानमा तोकिएका सिलेबस अनुसार चाहिँ मजाले अध्ययन गर्नु आवश्यक छ। दोस्रो नम्बरमा पुस्तक र स्रोत सामग्रीको छनौट गर्दा लोकसेवा आयोगबाटै सिफारिस भएका आधारित पुस्तकहरू चाहिँ पढ्दा उपयुक्त हुन्छ। जस्तै सामान्य ज्ञान, नेपालको परिचय, नेपाल सरकारको आर्थिक सर्वेक्षण, यी करेन्ट अफेयर्स सम्बन्धी चाहिँ विशेष जानकारी राख्नुपर्ने हुन्छ। तेस्रो, प्रश्नपत्र र मोडल सेट अभ्यास गर्दा सकेसम्म आफै प्रश्न बनाई समाधान गर्न तत्पर रहनुपर्छ। जस्तै पास्ट पेपरहरूको हल गर्नुपर्छ। जिकेमा मक टेस्टहरू दिनुहोस् ताकि चाहिँ आफ्नो कमी कमजोरी पत्ता लागोस्। सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ समय व्यवस्थापन पनि हो। समयको परिधिभित्र रहेर अभ्यास गरी आफै जाँचकी पनि बन्न सकिन्छ। करेन्ट अफेयर्सको कुरा गर्दाखेरि समाचार र करेन्ट अफेयर्सहरू जुन हुन्छन्, गोर्खापत्र, कान्तिपुर, नागरिक जस्ता राष्ट्रिय पत्र पत्रिकाहरू दैनिक रूपमा चाहिँ नछुट्याइ अध्ययन गर्ने बानीको विकास गर्नुपर्छ र पढ्ने मात्र होइन, महत्त्वपूर्ण लागेका कुराहरूलाई नोट गर्ने पनि बानीको विकास गर्नुपर्छ। रेडियो, BBC, कान्तिपुर टिभी, नेपाल टेलिभिजन जस्ता आफूलाई मनपर्ने या चिनेका मुख्य प्रशिक्षकहरू हुन्छन् जुन उनीहरूको चाहिँ फेसबुकमा अपडेट भएका कुराहरू र उनीहरूले पोस्ट गरेका युट्युबका कुराहरूलाई पनि हामीले एउटा माध्यम बनाउन सकिन्छ। अर्को महत्त्वपूर्ण कुरो चाहिँ नोट पनि तयार गर्न आवश्यक छ र नोट गर्दाखेरि चाहिँ सकेसम्म संक्षेपमा तयार गर्नुपर्ने हुन्छ। कतिपय विद्यार्थीहरू किताबको हुबहु सार्ने र नोट बनाउने गर्छन्, त्यसलाई चाहिँ यो किताबको हुबहु सार्ने कुरा चाहिँ आजैबाट बन्द गर्नुपर्छ, किनभने नोटहरू जहिले पनि टपिक अनुसार आफूले बुझ्ने गरी एकदम सर्ट नोटमा बनाएर चाहिँ रिभिजन गर्ने बानीको विकास गर्नुपर्छ। नोट बनाउनु ठुलो कुरो होइन, त्यसलाई रिभिजन गर्नु चाहिँ सबैभन्दा ठुलो कुरो हो। यसको लागि चाहिँ हामीले जुन कुनै तालिका बनाउने, एउटा म्याप बनाउने, फ्ल्यास कार्डको पनि प्रयोग गर्न सकिन्छ, अन्यथा माइन्ड म्याप पनि हामीले चाहिँ बनाएर यसलाई प्रयोग गर्न सकिन्छ। लोकसेवामा तयारी गर्नेहरूको लागि चाहिँ नियमितता र आत्मअनुशासनको पनि पालना गर्दाखेरि चाहिँ सामान्यतः दिनमा 7-8 घन्टा पढ्नै पर्छ भन्ने एउटा चाहिँ जुन हुन्छ नि मानसिकता राखेका छन्, त्योभन्दा पनि 7-8 घन्टालाई मात्रै तोकेर भन्दा पनि जति समय हुन्छ, 4 घन्टा भए 4 घन्टा, 6 घन्टा भए 6 घन्टा, 12 घन्टा भए 12 घन्टा, 18 घन्टा भए 18 घन्टा, या फुर्सद हुने बित्तिकै जतिखेर पनि हामी चाहिँ पढ्ने बानीको विकास गर्नुपर्छ। रिडिङ, रिक्याप, रिभिजन जस्ता यस्ता कुराहरूको चाहिँ बानीको विकास गर्नुपर्ने हुन्छ। त्यसै गरी हामीले चाहिँ स्मार्ट स्टडी चाहिँ गर्नुपर्ने पनि हुन्छ। जुन विषयमा चाहिँ कमजोर भएको महसुस हामी गर्छौँ त्यो विषयलाई चाहिँ हामीले अलिकति बढी फोकस गरेर, जस्तै हामीलाई नेपालको इतिहास अलिकति गाह्रो लाग्छ भने त्यसलाई अलिकति बढी समय दिनु पर्यो। नेपालको भूगोल सामान्य छ, नेपालको भूगोललाई थोरै पढ्दा पनि हुन्छ। जस्तै ग्रुप स्टडी गर्दा पनि राम्रो परिणाम आउन सक्छ। जस्तै एक अर्कामा परीक्षा दिने र कपी जाँच्ने वातावरण बनाए पनि समयको ख्याल गरेर चाहिँ हामीले त्यस्तोलाई पनि ग्रुप स्टडी गर्न सकिन्छ। जस्तै साथीभाइमा एक अर्कामा पनि नोट साटासाट गरेर कहिलेकाहीँ आफूले बनाएका नोटहरूले भन्दाखेरि साथीहरूले बनाएका नोटहरूमा अलिकति पढ्नलाई इच्छा जाग्ने पनि हुन्छ। जस्तै लोकसेवा तयारी गर्दाखेरि सही स्रोत र अनुशासन, करेन्ट अफेयर्स या घटना विशेषहरूलाई नोट गर्ने बानीको विकास र निरन्तर अभ्यास गरी परीक्षाको ढाँचामा अध्ययन गर्दाखेरि सफलता सम्भव छ। तर स्मार्ट तरिकाले तयारी गर्नुभयो भने मात्रै तपाईँले राम्रो अङ्क प्राप्त गर्न सक्नुहुनेछ। जय लोकसेवा।